है साथीहरु, आज चाहिँ हाम्रो तीनवटै निकायका सुरक्षाकर्मीहरूले प्राकृतिक प्रकोप र बाढीमा कसरी बस्ने भन्ने सम्बन्धी तालिम दिँदैछन्। साथीहरु कस्तो लाग्यो साथीहरुले हेरिदिनु होला र साथै च्यानललाई पनि सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु है साथीहरु। ल सबै भिडियो अन्तिमसम्म हेर्नु होला है। म पनि हजुर सँगसँगै साथमा छु। यस्तो गरी घटनामा बुझाउन परेका आफन्तहरूले पनि उक्त स्थानतर्फ हेल्ला गरिएका छन् र उपस्थित मानिसहरू यति बेला आफन्तहरू गुमाउँदा यति बेला गाडीमा परेका दुई तीनजना व्यक्तिलाई समस्त उता चलीको रबर पोस्टिङले तपाईँलाई चोट त लागेको छैन नि आत्नु पर्दैन। नीलो रबर बोटमा भएको उता तेलले खतमा रहेका व्यक्तिहरूको उद्धार कार्य भइरहेको छ। आराम गर्न एकछिन तपाईँ नाच्नु पनि हुँदैन हो।
घटाउनु भन्नु पर्यो।